जानु पर्यो। अर्को घरमा पस्दा अर्का घरमा पस्दा त भगवान कृष्ण त सानीरामको पूजाको गरिरहनु भएको छ। तिनटै घरमा अघि पस्दा एउटै छ, अहिले पस्दा सबैका घरमा देखिनुहुन्छ कृष्ण। अब यहाँभन्दा पनि भित्र जानु पर्यो भन्दा काहीँ जुवा खेल्न लागेको देख्नुभयो। अर्को घरमा जाँदा बालक काखमा राखेर त्यहाँ चाहिँ बालकलाई पनि खेलाइरहनु भएको छ। रघुपति राघव राजा पतित पावन सीता, रघुपति पतित पावन सीता, यसरी कुखुरो हल्लाए जस्तो गरेर हल्लाएर बच्चासँग पो खेलेर बस्नु भएको छ। अर्को घरमा जाँदा बच्चालाई काखमा लिएर खेलाउने वाला। अब अर्को घरमा जानु पर्यो भन्दा भगवान परमात्मा प्रभु गङ्गे छ यमुने छैव गोदावरी सरस्वती नर्मदा सिन्धु कावेरी जलस्मिन् सन्निधिं भन्ने आवाज आउँछ। नुहाईको राख्नु भएको छ, त्यस्तो पो आवाज आउँछ भित्र। यसो पसल हेर्नु नुहाईको राख्नु भएको छ अर्को घरमा जाँदा। र अर्को घरमा जाँदा भगवान प्रभु हवन गर्नका निमित्त सबै कुरा तयार पारेको छ। अर्की गोपिनीका साथमा स्वाहा स्वाहा भनेर हवन गर्नुभएको छ। अब यहाँ छोडेर पनि अर्को घरमा जानु पर्यो भन्दा सबै आफ्नो आँगनभरि ब्राह्मणहरू राख्नु भएको छ। ब्राह्मणलाई त्यस्तो भोजनहरू बनाउनु भएको छ। ती भोजनहरूको सबै ब्राह्मणलाई बाँडिरहनु भएको छ, सबैलाई भोजन खुवाइरहनु भएको छ। यसरी अब यसै गरी हिँड्दै हिँड्दै अर्को घरमा सर्नुभयो। अर्को घरमा सर्दा खड्ग कर्म लिएर हिँड्न लागेको देख्नुभयो। कहीँ घोडा चढेर हात्ती चढेर इत्यादि जान लागेको देख्नुभयो। अब जता जता जाँदा पनि काहीँ गोपिनीसँग बसेर सल्लाह गरेर बसेको यस्तो देख्नुभयो। त्यहाँभन्दा अगाडि जाँदा काहीँ जलक्रीडा गर्न लागेको ठाउँमा आफूसँग बसेर ध्यान मग्न भएर एउटी गोपिनीसँग बसेर ध्यान गर्न लागेको देख्नुभयो। अर्को ठाउँमा जाँदा पाहुनाहरू आएको, पाहुनालाई सत्कार गरेको, पाहुनासँग सँगै बसेको, सँगै बसेर सबै कुराकानी इत्यादि गरेको यस्तो यस्तो देख्नुभयो। र अपूर्व रूपले बारम्बार सत्कार गरिएको देख्नुभयो। र अत्यन्त महाप्रभावलाई देखेर हेरे देवर्षि नारायण यो योगमायालाई मैले पनि जान्न सकिनँ। सबैलाई तत्त प्रकारका खाने बस्ने लाउने इत्यादि सम्पूर्ण कुराले परिपूर्ण व्यवस्था गरिएको थियो, जहाँ केही पनि कुराको खाँचो पनि थिएन। कृष्ण सबैका तन्मय भावमा अघि जस्तो वृन्दावन धाममा बस्दा, जस्तो गोकुलमा बस्दा जुन जुन ध्यानले अघिल्ली पार जुन गोपिनीहरूले जुन प्राप्त गर्नुभएको थियो कृष्णलाई, त्यही भावले अहिले प्राप्त गरिरहनु भएको छ। किन भन्दा अघि गोपिनीहरू जङ्गलमा बस्दा पनि रासलीला गर्नुभयो। एकैछिन भगवान नहुँदा, अन्तर्ध्यान हुँदा भगवानले खाएको पान त्यो आफैले अधुरष्टबाट निकालेर आफैले पान गर्नुभयो, कसैले हात समाउनुभयो इत्यादि गर्नुभयो। त्यो प्रेम भाव छ त्यहाँ। कृष्णले त्यही बेला भन्नुभएको थियो कतिको भक्ति रहेछ भनेर त्यहाँ एकैछिन अलग हुनुभएको थियो। त्यो अलग हुँदा सारा पीडा थियो। त्यही भावले पाएका अहिले ती गोपिनीहरू धन्य छन् भन्ने अहिले यता देवर्षि नारदलाई पनि लाग्यो र आफू छक्क पर्नुभयो, दङ्ग पर्नुभयो। ओहो, अहिले एउटी महिला पाल्नका निमित्त यहाँ दुःख मान्नेहरू श्रीकृष्ण परमात्मा प्रभुका 16,108लाई तत्त रूपले भगवानले गरेको त्यो सेवा शुश्रूषा इत्यादि सारा परिपूर्ण भएको देखेर दङ्ग पर्नुभयो। ल यस्ता अपरिमित भगवानलाई
हामीले कल्पना गरे जस्तो हुँदो रहेछ भनेर नारद देवर्षि नारद अब दङ्ग परेर बाहिर निस्कनुभयो। जानका निमित्त तयार हुँदा यता श्रीकृष्ण परमात्मा पर सोच फेरि सँगै अहिले यत्रो देख्नुभएको 16,108सम्मै अहिले फर्केर आउँदा देवर्षि नारद जान मन लाग्दा फेरि परमात्मा पर ती टुक्रोको चाहिँ निक्लिनुभयो। देवर्षि नारद हजुर बसौँ, आज यहीँ बसौँ। अघि अतिथिको सेवा गर्दै गर्नुभएको अहिले त्यही सेवा भाग देवर्षि नारदलाई भन्नुभयो, प्रभु फर्केर कहाँ जाने भन्दा म वैकुण्ठमा जानु छ, म जान्छु, अहिले फेरि फर्केर आउँला। देवर्षि नारदले भन्नुभयो, अहिले जाने काम नगर्नु देवर्षि, अहिले हामी यहीँ बसौँ भनेर बिदा गर्न लाग्नुभयो। अलिक पर गएपछि आफूले दण्डवत प्रणाम गरेर नमस्कार गरेर जहाँ देवर्षि नारदलाई इत्यादि बिदा गर्नुभयो। बोलौँ कृष्णचन्द्र भगवानको, रामचन्द्र भगवानको। यसरी गृहस्थ आश्रम कसरी बसेका रहेछन् भनेर परीक्षा गर्नेवाला देवर्षि नारद दङ्ग भएर जो फर्किनुभयो भन्नेसम्मको जति कथा यो अहिले आज 6औं दिनको मध्याह्न समयभन्दा अगाडिका कथाहरूलाई यथामति विस्तार गर्दै अब मध्याह्नभन्दा पछाडि फेरि हिजो अस्तिको जस्तै गरी हामी अहिले त आज अलिक 12 बजेभन्दा अलिक पछाडि आज बिहान अलिक बस्नु ढिलो भएको थियो, त्यही भएको हुनाले अलिकति ढिलो भएको छ। त्यही अनुसार हामी कम्तीमा पनि त्यही घटिका गयौँ भनेकोलाई त्यसैलाई मध्यनजर गरी फेरि पनि बस्ने र हरिकथा सुन्ने गरी आज हामीले भगवानका मन्दिरमा लक्ष्मीवर्तिका पाल्ने जो हाम्रो कार्यक्रम छ, अब त्यसका निमित्त बेलुका हामीले आरतीको समयमा लक्ष्मीवर्तिका बाल्ने। त्यो लक्ष्मीवर्तिका बाल्दाखेरि लक्ष्मीवर्तिकाले भनेको विधानअनुसार के हो भन्दा लक्ष्मीवर्तिकालाई यहाँले पहिला शुद्ध पवित्र आश्रममा बस्नुपर्छ भिजाउनका निमित्त। सकेसम्म लक्ष्मीवर्तिका पहिला चिउरीका घिउमा बालेको हो, लक्षणाले बालेको हो। जङ्गलमा बस्नुहुन्थ्यो, चिउरीका घिउमा काँसको बत्ती बालेको हो। पहिलो कुरा यो ब्रह्म वैवर्त पुराणमा लेखेको छ, जहाँ त्यो पहिलो त्यस्तो बत्ती हुनुपर्छ भनेर कल्पना गरिएको छ। पहिलो बत्ती बालेकै तिनीहरू आफू पवित्र हुनका निमित्त। त्यस्तो बेला जङ्गलमा बस्दा के थियो, चिउरीको घिउ सबैभन्दा पवित्र हुन्थ्यो, वनस्पतिबाट उत्पन्न भएको। काँसका बत्तीहरू त्यस्तै पवित्र हुन्थे। त्यस्तो पवित्र वस्तुद्वारा आफ्नो पापलाई नाश गर्नका निमित्त